Welcome to Margin Limbu DIY and Craft channel. यो चाहिँ 10 mm, यो चाहिँ 6 mm अनि 5 cm को आइपिन, सरी 2.5 cm को आइपिन, 1 inch को, अनि इयरिङ हुक। म चाहिँ आज तपाईहरुलाई एकदमै सजिलो डेली वेयर को लागि हुने इयरिङ बनाउन सिकाउँदै छु। एकदमै सजिलो, यो जसले पनि बनाउन सक्छ। अनि हामीलाई चाहिँ एउटा यो रोल गर्नुको लागि प्लायर्स पनि चाहिन्छ। सबभन्दा पहिले चाहिँ ग्रीन कलर को इन्सर्ट गर्ने आई हुकमा, अनि त्यसपछि यो चाहिँ स्टोन बीड हो, हेभी टाइपको छ। दुईटा हालिसकेपछि यसलाई चाहिँ हामी यहाँ अब आई बनाउनु पर्छ। एकदमै सजिलो छ नि, यस्तो गरेर रोल गर्ने। बिस्तारैसँग त्यसरी रोल गर्ने। यस्तो अलिकति ओपन गरेर एकदमै सजिलो अनि ब्युटिफुल। हेर्नुस् त, अनि यस्तै गरी सेकेन्ड पनि गर्ने। फाइनली एभ्रीडे वेयर को लागि, डेली वेयर को लागि रेडी भयो हाम्रो इयरिङ्स। यस्तै सजिलो अनि बिगिनर्स फ्रेन्डली ज्वेलरीहरू बनाउनको लागि मलाई सब्स्क्राइब गर्नुहोला। तपाईहरुलाई मन पर्यो भने भिडियो लाइक तथा शेयर पनि गरिदिनु होला। अनि क्रोसेट भिडियोहरूको लागि पनि तपाईहरुले मलाई सब्स्क्राइब गर्न सक्नुहुन्छ। थ्यांक यू फर वाचिङ।